हेलो गाइस, वेलकम टु माई ब्लग होइन। आज त्यही घरकै ब्लग हुनेछ होइन। अब घरमा के गरिन्छ के गरिँदैन त्यस्तै हो। तर अहिले राति भइसक्यो, बिहानको बनाउनु पर्ने बिहान उठेर। हाम्रो पाहुना बल्ल बल्ल आउनुभएको पाहुना होइन। पाहुनालाई यसो ब्ल्याङ्केटमा सुताइदिएको। सलाम अलैकुम। ब्लग हेर्दैछौँ होइन। आजको भिडियो चाहिँ बनाएको भिडियो होइन। तर खतरा रोक्यो नि। हाम्रो साथीको ब्लग हो। साथीको खत्रै ब्लग बनाउँछ हाम्रो राइडर साथी। राइड विथ हबिबी, सब्सक्राइब टु माई च्यानल गाइज। च्यानलको नाम पनि भनिदेऊ न त। त्यही त भएर राइड विथ हबिबी। त्यो छ अहिले राइड विथ हबिबी। ल ल ल ल ल लगाएको छ। हामी त अब सब्जी किन्न सामान किन्न जान आँटेको होइन। चाबी त हामीसँग हुन्छ होइन जहिले। आई एम निखित वैद्य। म चाहिँ आयुषको ब्लगमा छु। क्यामेरा मैले लगाएको छैन, तर पनि यसो यही नजिकै यसो तरकारी सरकारी किन्न भनेर निस्केको हामी। अरू भने यस्तै हो। बाइकको लाइटमा चाहिँ कस्तो टाइम देख्यो। म त अँध्यारो प्लिज गाइज, यहाँ मेरो बेबी गाइज ल। आयुष यस्तै हो। आयुषको काम स्टोरेज फुल हुन आँटिसक्यो। आयुषले ब्लग सकाउँछ जस्तो लाग्दैन 42 मिनटको हो क्या स्पेस छ। म अब राइड हान्न आँटेको। आयुषले राइड हानेको हेर्नुहुन्छ केटा। त्यो बटाइराख्नु पर्ने छोड्दै एकछिन रेसमा आओस् कि अलिक तात्तोस् न। म जहिले थाहा होला नि मेरो बानी त। अहिले तात्तिसकेपछि म त के छ हाम्रो खबर सबै सन्चै। आयुष हाम्रो गाइज एकचोटि आगर होइन आगर म अनि कति बिस्तारै के म बस्ने पछाडि बस न यसो म कुदाएको देखाउ न। ल अलि अगाडि लगा न यहाँ सो गाइज आयुषले चलाउँदैछ। ए देखिन्छ मजाले। आयुषले यहाँ चलाउँदैछ बाइक। आयुष डर लाग्छ मलाई। डर लाग्यो आयुषले चलाउँदैछ। ए कुकुर उता जा, डर यहाँ उडाइदिन्छ फेरि। आयुषले चलाउँदैछ। आयुषले त स्लो स्लो टायर त खत्तम छ नि त मेरो फेरि। आयुषलाई जस बाइक चाहिँ चलाउनु मन चलाउँछ आयुष पनि होइन। आयुष चलाउँछ आयुष गर्छ क्या। हामी हिँड्दैछु सब्जी किन्न। अब सब्जी के किन्नु पर्ने हो है। सब्जी खै अब के सामान हो क्या हाम्रो। ए सब्जी होइन सामान किन्नु छ बाहिर। खै मलाई त सब्जी भनेर ल्याएँ म आइदियो सब्जी चाहिँ है गाइस। वेलकम टु दिस ब्लग। मलाई खुसी लागिरहेछ हाम्रो आयुषको ब्लगमा आएर। आयुष तिम्रो च्यानलको नाम चाहिँ के होला? मेरो आयुष नै हो। मेरो नाम के छ क्या च्यानल? आयुष मात्र हो। आयुष कार्की होला। आयुष कार्की हो। आफ्नो च्यानलको नामै थाहा छैन आयुष। ए प्रभु चलाउँदैछ आयुष। माथि लगाउनु भएको अरे। त्यहाँ गाडी आयो त कराइदिन्थ्यो क्या। मलाई डर लाग्छ भाइ। कहाँ बाहिर लगिरहेको छैन यार। म चलाऊ। म कुदाइहाल्छु नि, घुमाइहाल्छु नि। मलाई पछाडि घुमाउँछ पछाडि हेर ल। टर्निङ हान्नै सक्दैन क्या फेरि। बाइक आयो। ओइ मलाई त बसाउ गाइज। मलाई छोडेर गयो। मलाई छोडेर गयो। मलाई कस्तो निदा आयो क्या। भाइ गड यस्तो यही हो न हाम्रो राइड है। बिस्तारै यो ओह्रालो छ फेरि टर्निङ छ थाहा होला नि। मलाई आउँछ बताइदिन्छ क्या। मैले चाहिएको त हाफ क्लच लिएर घुमाऊ है। हाफ क्लचमा आधी क्लच मात्र छोड, पुरै नछोड। स्लो गर। आइस घुमाउँदैछ र। वाह क्या छ आयुष।
स्लो स्लो ओए 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 झन्डै गएको तान न तान आधी क्लच छोड न अझै छोड क्या त्यो त पुरै छोडिन्छ अब छोड न क्लच फेरि थिने क्लच हेर्नुहोस् गाइस यो केटाको हालत यो केटाको हालत जेस आयुषले जेस पहिलाभन्दा त धेरै मस्त सिक्दैछ तर यस्तो स्पिड बढाउनु त भएन नि के गरेको कत्रो कुदाएर आएको जाँट स्लो 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 भयो 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 रोको 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 झन्डै म त कहाँ अगाडि अगाडि जो गियरमा हालेपछि जान्दैन कस्तो लागिरहेछ त गियरमा म त न्युटन हान्दैछु हाल न के हाल्नु स्ट्यान्ड हाल्नु नि अहिले त मैले बिस्तारै निकालेको थिएँ यहाँको त्यो कुदाएर आएको थियो नि जाँट तिमीले साइलेन्ट बालेको थिएन त्यसैले म त सिधा आउने बाइक पनि बन्द गर्दैन हेर्नु अब बाइक पनि मैले बन्द गर्दैन सिधा आउँदा किन साइडलाई सिधा कहाँ त हामी उता तरकारी किन्न जाने यतातिर त जानु हामी यतातिर त जानु यता जानु लगाइज है हामी जाँदा जाडो यसरी पो बनाउने हो त नि जाडो छ गाई जाडो छ तलसम्म त अलि तलसम्म कार्तिकमा नि कस्तो जाडो हो तन्का हुन्छ अलिकति तन्का हात मस्तो तन्का म त पुरै यस्तो तिम्रो हात लामो छ नि त झन् हामी त देखिँदैन नि त लाइट ठुलो बनाऊ न लाइट ठुलो भयो नि लगाएछ हामी अब एक्सचेन्ज भएको छौँ होइन अब उसको पाली हो कुदाउने लगाइराख्नुपर्छ कहिलेकाहीँ खर्च गर्नुहुन्न पेट्रोल त खर्च गर्नुहुन्न होइन भनेर त्यस्तै हो अब पेट्रोल हामीसँग धेरै छ होइन बिहान हालेको छौँ लाग्दैन त्यसको लागि सरी किनभने घर अगाडि नै आयो नजिकै हो त्यो हाइवे साइवे होइन घरको भित्रकै बाटो हो हाइवेमा त चेकिङ भइहाल्छ अब काठमाडौँको ठाउँ चेकिङ मात्र भएन होइन बस चेकिङले मात्र डराउने होइन नि त पैसा जान्छ नि त पैसा जाने पनि होइन ज्यान 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 प्यारो पनि हुन्छ गाउँको प्यारो हेलमेट लाउनुपर्छ कतै निस्किने होला यो त यो प्लानिङ जस्तो ठाउँ भएर आएको हो हामी होइन त्यही हो त्यस्तै छ रमाइलो छ जे होस् अब बिस्तारै घरमा अब तातो हुने बेला भएको छ अब घर पनि पुग्दिन आँट्यो जाडो छ धेरै काम चामल सकिएको थियो हामी अब बाइकमा दुईजना गएर बाइकमा गएर चामल त्यो यो दाल होइन दाल चाल लिएर आएको छौँ यो